फाइनली साथीहरू गणक र सुपरिवेशको सर्ट लिस्टको नतिजा आइसकेको छ। तपाईँले चाहिँ भिडियोमा देखाउन गइरहेको छु कसरी चाहिँ चेक गर्ने, आफ्नो नाम कसरी चेक गर्ने र अन्तर्वार्ता कहिले हुन्छ र कहाँ गएर सम्पर्क गर्ने सम्पूर्ण जानकारी तपाईँले भिडियोमा दिन गइरहेको छु। त्यसैले साथीहरू भिडियोलाई स्किप नगरी अन्तिमसम्म हेर्नु होला। साथीहरू आजको भिडियो चाहिँ ढिला नगरी स्टार्ट गरौँ। तपाईँ यहाँ देख्न सक्नुहुन्छ मैले चाहिँ यो गणक र सुपरिवेशको सर्ट लिस्टको नतिजा देखाउन गइरहेको छु। सबभन्दा पहिला तपाईँले चाहिँ आफ्नो मोबाइल फोनमा चाहिँ क्रोम ब्राउजर ओपन गरिसकेपछि यहाँ टाइप गर्नु होला NSO नेपाल gov.np। यहाँ त म तपाईँलाई NSO यहाँ आइसकेपछि माथिमा हेर्न सक्नुहुन्छ NSO नेपाल.gov.np अनि सर्च गर्नु होला। सर्च गरिसकेपछि तपाईँ यस्तो इन्टरफेस देख्न सक्नुहुन्छ। त्यसपछि तपाईँले चाहिँ यहाँ देख्न सक्नुहुन्छ माथिमा तीनवटा यो लाइन यसमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि यहाँ तपाईँ देख्न सक्नुहुन्छ यता सूचनाहरू यसमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि तपाईँ यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ यहाँ तपाईँ देख्न सक्नुहुन्छ यहाँ सुपरिवेशक प्रारम्भिक छनौट भएको उम्मेदवार विवरण त्यस्तै गरी यहाँ लेखेको छ आर्थिक गणना 2082 को सुपरिवेशक र गणनाको पद प्रारम्भिक सूची सर्टलिस्ट प्रकाशन सम्बन्धी सूचना। अर्को यता रहेको छ सुपरिवेशकको जिल्लागत माग सङ्ख्या जम्मा आवेदक सङ्ख्या र सर्टलिस्ट तथा छनौट भएका उम्मेदवार सङ्ख्या। त्यस्तै गणक पदको प्रारम्भिक सूचीमा छनौट भएको उम्मेदवारको विवरण र यता रहेको तपाईँ यहाँ देख्नुहुन्छ यहाँ लेखेको सुपरिवेशक प्रारम्भिक सूचीमा छनौट भएको उम्मेदवारको विवरण। अब तपाईँले चाहिँ कुनमा भर्नुपर्छ, गणक र कि सुपरिवेशकमा। जस्तै मैले तपाईँले चाहिँ एउटा यो जस्तै यहाँ देख्न सक्नुहुन्छ मैले सुपरिवेशकको सर्ट लिस्ट म तपाईँले चाहिँ सुपरिवेशक प्रारम्भिक सूचीमा छनौट भएको उम्मेदवारको विवरण देखाउन गइरहेको छु। तपाईँले कुन जिल्लाबाट फर्म भर्नुभएको थियो, तपाईँको नाम आयो कि आएन कसरी हेर्नु तपाईँले चाहिँ म देखाउन गइरहेको छु। जस्तै तपाईँले चाहिँ सुपरिवेशकमा चाहिँ फर्म भर्नुभएको थियो भने म तपाईँले सुपरिवेशककोमा नाम आयो कि आएन तपाईँले देखाउन गइरहेको छु। यसमा क्लिक गर्ने। क्लिक गरिसकेपछि तपाईँ यहाँ देख्न सक्नुहुन्छ यहाँ पिडिएफ रहेछ कोशी प्रदेश सुपरभाइजर सर्ट लिस्ट पिडिएफ। तपाईँले चाहिँ कुन प्रदेशमा चाहिँ फर्म भर्नुभएको थियो, जस्तै कोशी प्रदेश भयो एउटा, मध्य प्रदेश, बागमती प्रदेश, गण्डकी। तपाईँले कुन प्रदेशमा चाहिँ फर्म भर्नुभएको थियो, कुन जिल्लामा गएर र त्यहाँ त्यो प्रदेशको चाहिँ पिडिएफ ओपन गर्नुपर्ने छ। जस्तै चाहिँ यहाँ मैले चाहिँ यो 2 नम्बर मध्य प्रदेशको चाहिँ पिडिएफमा क्लिक गर्छु। क्लिक गरिसकेपछि तपाईँ यहाँ देख्न सक्नुहुन्छ यस्तो इन्टरफेस। त्यसपछि यसलाई सेभ गर्दा पनि हुन्छ, सेभ गरिहाल्नु। त्यसपछि तपाईँ यहाँ देख्न सक्नुहुन्छ यहाँ लेखेको छ पद सुपरिवेशक प्रारम्भिक सूचीमा छनौट भएका उम्मेदवारको विवरण। अब तपाईँले चाहिँ कुन जिल्लामा चाहिँ गएर चाहिँ फर्म भर्नुभएको थियो, कुन जिल्ला राखेर र देख्न सक्नुहुन्छ यहाँ लेख्छ प्रदेश मधेस, जिल्ला सप्तरी, नाम थर, त्यसपछि नेम अनि बाबुको नाम। तपाईँले चाहिँ आफ्नो नाम र दर्ता नम्बर कति थियो त्यो दर्ता नम्बर मिलाउनु होला। त्यसपछि तपाईँले चाहिँ यहाँबाट खोज्न सक्नुहुन्छ तपाईँले चाहिँ कुन जिल्ला र त्यसपछि तपाईँ यहाँबाट देख्न सक्नुहुन्छ पुरै तपाईँको नाम आयो कि आएन यसरी यहाँबाट खोज्न सक्नुहुन्छ। अब तपाईँले चाहिँ यो भयो सुपरिवेशक। अब तपाईँलाई म गणकको सर्ट लिस्ट विवरण देखाउन गइरहेको छु। यसमा गणकमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि तपाईँ यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ यहाँ लेखेको छ कोशी प्रोभिन्स सर्ट लिस्ट इकोनोमिक सेन्सस 2082। यो चाहिँ यो गणकको हो र तपाईँले चाहिँ कुन प्रदेशमा चाहिँ एप्लाई गर्नुभएको थियो त्यो प्रदेश चाहिँ सिलेक्ट गर्नु होला। जस्तै मैले चाहिँ कोशी प्रदेशहरू चाहे मैले मध्य प्रदेशमा क्लिक गरेँ। क्लिक गरिसकेपछि तपाईँ देख्न सक्नुहुन्छ यस्तो यहाँ लोड भइरहेको छ, यो पिडिएफ आउँछ। यसलाई सेभ गर्नु होला। पछि पनि हेर्न सक्नुहुन्छ म तपाईँले चाहिँ यहीँ देखाउन गइरहेको छु। हेर्नु पद गणक र प्रारम्भिक सूचीमा छनौट भएको उम्मेदवारको नामावली। अब तपाईँ देख्न सक्नुहुन्छ यहाँ
जिल्ला रहेको छ, तपाईँले कुन जिल्लामा फर्म भर्नुभयो त्यो, र स्थानीय तह कुन हो, र नाम थर के हो, र बाबुको नाम के हो, यो सबै तपाईँले चाहिँ यहाँबाट मिलाउन सक्नुहुन्छ। तपाईँको नाम छ कि छैन साथीहरू, यसरी तपाईँले चाहिँ आफ्नो नाम चेक गर्न सक्नुहुन्छ। गणकको सुपरिवेक्षकमा नाम निस्कियो कि निस्किएन साथीहरू, यो चाहिँ गणकको सुपरिवेक्षकमा नाम निस्कियो निस्किएन त्यो सम्बन्धी जानकारी दिए। अब तपाईँले चाहिँ म यसको चाहिँ अब इन्टरभ्यू र अब कहाँ गएर सम्पर्क गर्ने, इन्टरभ्यू कहिले हुन्छ तपाईँले जानकारी दिन गइरहेको छु। यसमा राष्ट्रिय गणना तपाईँ यहाँ लेखेको छ राष्ट्रिय आर्थिक गणना 2082 सुपरिवेक्षक तथा गणक पदको प्रारम्भिक सूची सर्टलिस्ट प्रकाशन गरिएको सूचना मिति 2082 चैत 11 गते चाहिँ यो सूचना प्रकाशन गरिएको छ। र तपाईँ देख्न सक्नुहुन्छ यहाँ लेखेको छ पद पूर्तिका लागि यस कार्यालयको मिति 2082 10 मा 1 गते सूचना अनुसार आवेदन दिने उम्मेदवारहरूमध्ये अध्यायका आधारमा क्रम अनुसार प्रारम्भिक सूची सर्टलिस्ट तयार गरी अन्तर्वार्ताका लागि कार्यालय मिति 2082 12 महिना 11 गतेको निर्णय अनुसार छनौट गरिएको बेहोरा समिति जानकारीका लागि प्रकाशन गरिएको छ। र आवेदन सम्बन्धी सचिव जानकारी चाहिँ कार्यालयले 2082 10 महिना 1 गतेको सूचना बमोजिम अनलाइन मार्फत करार सेवामा कार्य गर्नका लागि सुपरिवेक्षक र गणक पदका लागि दरखास्त आह्वान गरेकोमा सुपरिवेक्षक पदका लागि 28,870 जना र गणक पदका लागि 1,36,113 जना आवेदन प्राप्त भएको थियो। र 2 नम्बरमा रहेको छ प्रारम्भिक सूची सर्टलिस्टका लागि छनौट भएका उम्मेदवारहरू प्रारम्भिक सूचीका लागि छनौट गर्दा अध्याय बमोजिम अङ्क भारहरू आधार मानिएको छ। आवश्यक सूची योग्यता बापत अधिकतम 35 अङ्क, गणक तथा सर्वेक्षणमा काम गरेको कार्य अनुभव बापत अधिकतम 5 र स्थानीय प्राथमिकता बापत 10 अङ्क प्राप्त भएको छ। तपाईँ देख्न सक्नुहुन्छ त्यस्तै गरी माथि उल्लेखित आधारमा सुपरिवेक्षकको हकमा जिल्ला स्तरमा र गणकको हकमा चाहिँ स्थानीय स्तरमा उच्च अङ्क प्राप्त गर्ने र उपलब्ध भएसम्म कम्तीमा 50% महिलाको सङ्ख्या कायम हुने गरी यो प्रारम्भिक सूची तयार गरिएको छ। नतिजा चाहिँ तपाईँले चाहिँ वेबसाइटमा गएर हेर्न सक्नुहुन्छ। यहाँ लेखेको छु www.nsonepal.gov.np बाट तपाईँले चाहिँ हेर्न सक्नुहुन्छ। त्यस्तै गरी सम्पर्क मिति भनेको छ प्रारम्भिक सूचीमा पर्नुभएका उम्मेदवारहरूले अन्तर्वार्ताको लागि सम्बन्धित जिल्लाको जिल्ला आर्थिक गणना कार्यालयमा सम्पर्क गर्नुपर्नेछ। यदि तपाईँको चाहिँ नाम आएको छ भने तपाईँले चाहिँ यो सम्बन्धित जिल्लामा तपाईँले कुन जिल्लामा चाहिँ बाट फर्म भर्नुभएको थियो त्यो जिल्लामा चाहिँ आर्थिक गणना कार्यालयमा सम्पर्क गर्नुपर्नेछ त्यो भनेको छ। जिल्ला आर्थिक गणना कार्यालयको सम्पर्क नम्बर तथा जिल्ला स्थानीय तह अनुसार सुपरिवेक्षक र गणकको करारका लागि आवश्यक माग सङ्ख्या समेत यसै सूचनासाथ संलग्न गरिएको छ। सम्पर्क मिति चाहिँ 2082 चैत्र 16 गतेदेखि 19 गतेसम्म चाहिँ सम्पर्क गर्नुपर्नेछ र अन्तर्वार्ता चाहिँ सम्बन्धित जिल्ला आर्थिक गणना कार्यालयले तोकेको स्थान मिति र समयमा हुनेछन्। र अन्तर्वार्ता दिन जाँदा आवेदन दिँदा पेश गरिएका कागजातको सङ्कलन प्रति, विदेशी शैक्षिक योग्यता प्रमाणपत्र र पेश गरेको भएमा अनिवार्य रूपमा समक्षता प्रमाणपत्र र सम्बन्धित जिल्ला आर्थिक गणना कार्यालय तोकेको बमोजिम अन्य कागजात साथले जानुपर्नेछ। तालिम सञ्चालन छनौट भएका उम्मेदवार जनशक्तिलाई 2082 चैत 26 गतेदेखि 30 गतेसम्म सम्बन्धित जिल्ला आर्थिक गणना कार्यालयमा तालिम प्रारम्भ हुनेछन्। तालिम चाहिँ तपाईँको 26 गतेदेखि 30 गतेसम्म तालिम हुनेछन् त्यो भनेको छ। त्यस्तै गरी तपाईँले यहाँ आर्थिक गणना कार्यालय सम्पर्क नम्बरहरू तपाईँले चाहिँ यो सम्पर्क गर्नुहोला यो नम्बरहरूमा
तपाईँले कुन जिल्लामा चाहिँ नाम निस्क्यो त्यो जिल्लाको चाहिँ यो आर्थिक गणना कार्यालयको चाहिँ सम्पर्क नम्बर रहेको छ, तपाईँले चाहिँ यहाँबाट हेर्न सक्नुहुन्छ। साथीहरू यो चाहिँ गणक र सुपरिवेचक सर्टलिस्टको नतिजाबारे जानकारी दिए। साथीहरू यो भिडियो कस्तो लाग्यो, राम्रो लाग्छ भने लाइक, च्यानललाई सब्सक्राइब र सेयर गर्न नभुल। साथीहरू आजको भिडियो चाहिँ यिनी गर्दा अर्को भिडियो लिएर आउने नै छु। बाई।